भारतको नक्सलबाडी, गलगलिया, सिलिगुडी हैन, पूर्वी बिहार, चम्पारण अनि भीमले चाहिँ त्यो मुर्की हालेर अथवा हामी वज्र भन्छौँ, वज्र हालेर पारेको हुनाले त्यहाँबाट पानी निकालेर चाहिँ किचकको स्फूर्त रूपमा यो आयोजना गर्नै पर्दैन। यो धार्मिक मेला स्वत स्फूर्त भक्तजनहरू आउनुहुन्छ, पूजाआजा गर्नुहुन्छ, त्यहाँबाट साँझ मेला हाम्रो यसपालि मेला समितिको मान्छेहरू यति खत्तम भएछ हैन, यताको छैन अरे पुरै धुलो उडिरहेछ होर्डिङ। किचकवत मेला एकै दिन मात्रै लाग्छ, एकै दिन मात्रै। स्वस्थानी व्रत कथाको अघिल्लो नमस्कार दर्शकवृन्द, म कमल गणेश। फिलहाल म मौजुद छु अहिले किचकवत मेलामा। ठुलो अपडेट तपाईँहरूको लागि, जुन किचकवतबाट समिति बाट सचिवज्यूले एउटा ठुलो अपडेट दिनुभयो मेलाको बारेमा, जुन इम्पोर्टेन्ट कुराहरू गर्नुभयो। तपाईँहरू अन्तिमसम्म हेरिदिनु होला। किचकवतको जुन खास महत्त्वपूर्ण कुराहरू छन् सचिवज्यूले दिनुभयो, त यो कुरा एकदमै तपाईँहरूलाई खास कुरा हो। भिडियोमा अन्तिमसम्म हेरिदिनु होला र यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। ठुलो अपडेट तपाईँहरूको लागि धार्मिक मेलाको रूपमा यसलाई दिन सकिन्छ। भक्तजनहरूले पूजा, जुन मेला किचकवत मेलामा कुन मूर्तिको पूजा गर्नुहुन्छ भक्तजनहरूले चाहिँ हाम्रो यहाँ सत्यदेवीको मन्दिर छ, सत्यदेवीको मन्दिर र शिवालय मन्दिर छ र विशेष गरिकन चाहिँ यहाँ हाम्रो भएको जो तपाईँले देखिरहनु भएको छ जुन चाहिँ भीम र किच्चकको मूर्ति छ, यो प्रापूर्व कालदेखिको पुरानो मूर्ति र यहाँ र नवनिर्मित मूर्तिमा पनि भगवान्हरूले पूजाआजा गर्ने। त्यति मात्रै नभएर जुन किच्चकलाई चाहिँ भीमसेनले वध गरेको जतिखेर मृत्यु ग्रहण गर्दाखेरि पानी भन्दाखेरि चाहिँ पानी निकालेको ठाउँ जुन किंवदन्ती छ पोखरी, त्यो पोखरीमा पनि पूजाआजा गर्नुहुन्छ। किचकवत मेला कति दिनसम्म लाग्छ? किच्चकवत मेला एकै दिन मात्रै लाग्छ, एकै दिन मात्रै। स्वस्थानी व्रत कथाको अघिल्लो दिन साँझबाट सुरु हुन्छ र भोलिपल्ट बिहान बेलुका 5 बजीसम्म यो मेला सकिसक्छ। किचकवत मेला भक्तजनहरू धेरैबाट धेरै कहाँबाट आउनुहुन्छ? जुन किच्चकवत मेलामा चाहिँ यहाँ भक्तजनहरू भद्रपुर नगरपालिका क्षेत्र त स्वत स्फूर्त रूपले आउनुहुन्छ। त्यसभन्दा बाहिर भद्रपुर तपाईँको यो एरिया मात्रै नभएर भारत, जुन हाम्रो छिमेकी राष्ट्र भारतको नक्सलबाडी, गलगलिया, सिलिगुडी हैन, पूर्वी बिहार, चम्पारण, ठाकुरगञ्ज हुँदै यो नेपाल अधिराज्यभरिका जस्तै पहाडी जिल्ला तपाईँको ताप्लेजुङ, पाँचथर, इलाम, खोटाङ अनि यो इलाम होइन सबैतिरबाट चाहिँ यहाँ भक्तजनहरू आउनुहुन्छ। भुलको बारेमा थोरै बताइदिनु। जुन अहिले पोखरी छ, पोखरी चाहिँ के हो भनेदेखि जब भीमसेनले किच्चकको वध गर्ने बेला चाहिँ उनले चाहिँ पानी भनेर जुन पानी खान खोज्दाखेरि चाहिँ अनि भीमले चाहिँ त्यो मुर्की हालेर अथवा हामी वज्र भन्छौँ, वज्र हालेर पारेको हुनाले त्यहाँबाट पानी निकालेर चाहिँ किच्चकको मुखमा हालेको हुनाले त्यो पोखरीको चाहिँ किंवदन्ती अनुसारले त्यो पोखरीको धार्मिक आस्थाको रूपमा चाहिँ त्यसलाई त्यो आफसे आफ उत्पत्ति हुने पोखरी हो। तपाईँको त्यो पानी कहिल्यै सुक्दैन। त्यो हामीले सफा गर्दाखेरि पनि तपाईँको 24 घन्टामा पोखरी भइन्छ। तपाईँसँग सवाल छ एउटा फेरि, जुन किचकवत मेला लगभग कति साल पुरानो त्यो भनिदिनु होला। तपाईँको अब हामीले यो किच्चकवत मेलाको व्यवस्थापन चाहिँ 2065-63देखि हामीले व्यवस्थापन गरेको, त्योभन्दा धेरै परापूर्व कालदेखि चाहिँ यो मेलाहरू चाहिँ लाग्दै आएको छ। यो स्वत स्फूर्त रूपमा यो आयोजना गर्नै पर्दैन। यो धार्मिक मेला स्वत स्फूर्त भक्तजनहरू आउनुहुन्छ, पूजाआजा गर्नुहुन्छ, त्यहाँबाट साँझ परेपछि उहाँहरू फर्कनुहुन्छ। म एउटा सवाल तपाईँसँग पर्सनल सवाल गर्न चाहन्छु। जुन म बाटोमा आउँदा पनि इन्डियाबाट भक्तजनहरू आउनु हुँदै थियो, त भक्तजनहरूले भन्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ कि पहिला पनि मेला आएको, अहिले पनि मेला आएको, तर बाटोघाटो अलिक सुविधा छैन भनेर गाह्रो परिरहेको छ। तपाईँले जुन बाटोघाटोको कुरा गर्नुभयो, अहिले भद्रपुरमा चाहिँ पहिला मेची पुल थिएन, अहिले चाहिँ भद्रपुरमा मेची पुल छ होइन। तपाईँको नेपालको भद्रपुर र भारतको गलगलिया बोर्डरलाई जोड्ने मेची पुल छ। त्यति मात्रै नभएर अहिले सुविधाको रूपमा चाहिँ तपाईँको वडा नम्बर 3 र पारिपट्टिको हाम्रो नेपालै पर्छ त्यो बोर्डरै, त्यो ठाउँमा पनि झोलुङ्गे पुल छ होइन। त्यसले गर्दा यातायातको साधनहरू त्यहाँबाट आउने जाने। अब यो किच्चकवतकै ठिक पूर्वपट्टि चाहिँ कुनै पुल छैन, त्यहाँ बाँसको पुलहरू चाहिँ हाम्रा पारिपट्टिका साथीहरूले बाँसको पुल बनाउनुहुन्छ। त्यसरी हामीले सहजता गरेका छौँ। अझै हामीले यो भद्रपुरलाई चाहिँ रिङ रोडको रूपमा जोड्नको लागि यातायातको व्यवस्थापन गरिँदैछ। अब यहाँहरूले देख्नुभएको छ जुन किच्चकवतको परिसरसम्म पिच आइसकेको छ। अब हाम्रो अलिकति तपाईँको 2 देखि 3 किलोमिटर जोड्न बाँकी छ, त्यसपछि वरिपरि चाहिँ रिङ रोडको व्यवस्थापन हुन्छ। जुन भक्तजनहरूको जुन टाढोबाट आउनुभयो, एक दिन अगाडि 17 गते आउनुभयो, भक्तजनहरूको जुन राति बस्नु भक्तजनहरूको के व्यवस्था थियो? एउटा राति बस्ने भक्तजनहरूलाई चाहिँ हामीले यो हाम्रो शिवालय मन्दिर हेर्नुहोस्,
र सत्यदेवी मन्दिरको प्राङ्गण जुन छ त्यो मात्रै नभएर हाम्रो चाहिँ नयाँ मन्दिर उहाँ तपाईँले देखिरहनु भएको छ त्यहाँ चाहिँ हाम्रो 1500 जना अट्नुहुन्छ त्यो र त्यो चाहिँ हाम्रो वडा नम्बर 3 का वडा अध्यक्षले तपाईँको खानेको व्यवस्थापन गर्नुहुन्छ र हामी आफैले उहाँहरूलाई किचवा समितिले पनि खाना बस्नको व्यवस्थापन गर्छौँ हामी यो तलको जुन टहराहरू छ उहाँ चाहिँ उहाँहरूलाई व्यवस्थापन गरेर राख्ने गर्छौँ ठिकै छ जाँदा यो जुन ठाउँ छ यहाँ पनि हामीले भक्तजनहरू अहिले पनि सुनिरहनु भएको छ उहाँहरूको यो चाहिँ समितिले व्यवस्थापन गरेको ठाउँ ठिकै छ जाँदा केही एउटा नयाँ अपडेट दिइहाल्नु तपाईँ भक्तजनहरूको लागि केही अब हामी के भन्दैछौँ भनेदेखि हामीले यो समितिले र भदौपुर नगरपालिकाको आग्रहमा नेपाल सरकारले यहाँ चाहिँ तपाईँको 3 करोड रुपियाँ बजेट विनियोजन गरेको छ त्यो अस्तिको आन्दोलनले गर्दाखेरि केही क्षणको लागि त्यो बजेट रोकिए पनि हामी त्यो बजेटको प्रवाहको लागि नेपाल सरकारसँग आग्रह गर्छौँ र बजेट तुरुन्त प्रवाह गरेर यहाँ चाहिँ भक्तजनहरूको लागि चाहिँ एउटा आवासको व्यवस्थापन र यसलाई चाहिँ अलि सुव्यवस्थित गर्नको लागि चाहिँ हामीले ट्र्याक रोडको रूपमा यो वरिपरि बाटो हिँड्नको लागि चाहिँ ट्र्याक रोड खोल्ने र पार्किङको व्यवस्थापन गर्ने र यहाँबाट जुन हामीले उत्खनन गर्दा प्राप्त भएका सामग्रीहरू छन् त्यो सामग्रीको व्यवस्थापनको लागि अनि भवन निर्माणको चाहिँ योजना यो समितिले तयार गरेको छ त्यस कारणले भक्तजनहरूलाई आगामी वर्षहरूमा पनि यसरी नै यहाँहरूको उत्साहजनक सहभागिताको लागि हामी विनम्र हार्दिक अनुरोध गर्दै यहाँहरूको सहभागिताको लागि मुरी धन्यवाद व्यक्त गर्न चाहन्छौँ यहाँहरूप्रति नमन व्यक्त गर्न चाहन्छौँ ठिकै छ जानकारी दिनुमा धेरै धन्यवाद तपाईँलाई नमस्कार यहाँ हाम्रो मेला किचोकोट मेलाको लागि हाम्रो मेची गाउँको तर्फबाट हजुर हल्का भक्तजनहरूलाई सहायता र सहज होस् भनेर यो यता देखाउने यो सबै बाँधेर यताबाट पानी जान्छ सबै सुकाएर यो सुविधाको लागि पुल बनाएर दिएको छौँ हामीले तर आउने जाने चाहिँ 10 रुपियाँ मात्रै लिने गरेको छ हामीले बढी होइन जो उताबाट जान्छ होइन उताबाट बाटो खुल्ला छ जसको पैसा दिँदैन हाम्रो मेहनतको होइन त्यो उताबाट जानु सक्छ त्यो हामीलाई केही आपत्ति छैन त्यो अब तपाईँहरू तर जानु दिनुभएको होइन मान्छेले जाओस् जो जताबाट जाओस् हामीलाई टेन्सन छैन तर हामीले मेहनत गरे अनुसार 10 रुपियाँ चाहिँ हामी आउने जाने लिन्छौँ क्या मेला दिइसकेपछि फर्किने बेलामा हामी इन्डियन भक्तजनहरूसँग माग्दैनौँ जाने बेलामा 10 रुपियाँ लिइहाल्छौँ आउने बेलामा पैसा पर्दैन सर जाँदा फोटो लिन्छ हाम्रो लिने त म तपाईँसँग प्रश्न गर्छु जुन मेला जानुभयो कि भएन अहिले मेला त गएको थिएँ म हजुर मेलाको मेला अवस्था हाम्रो कस्तो यसपालि मेला समितिको मान्छेहरू यति खत्तम भएछ होइन यताको छैन अरे पुरै धुलो उडिरहेछ होर्डिङ पनि आएन होइन मेला समितिहरूले खै टेन्डर कसैलाई दियो होइन थाहा छैन तर यसपालि मेला चाहिँ मान्छे चाहिँ टन्नै गयो यताबाट तर सबैले भन्छ मेला राम्रो भएन भन्नुहुन्छ होइन त्यही व्यवस्था अलिक ठिक तर छैन व्यवस्थापन हुनुपर्ने यो हाम्रो हिन्दूलाई दबाउन खोजिरहेको सायद होइन यो मेला यस्तो राम्रो भइरहेछ तर मेला खोइ के भइरहेछ मान्छे त गइरहेछ तर सबैले नराम्रो भइरहेछ ठिकै छ जानकारी दिनुमा धन्यवाद।